नमस्ते साथीहरू, के गर्दै हुनुहुन्छ? तपाईँहरू सुतिसक्नुभयो होला है। मिठो गहिरो निद्रामा परिसक्नु भएको होला। म त सुतेकी छैन। आज शनिबार हो अनि दिनदिनै त सकिँदैन है। बच्चाहरूको गृह कार्य गराउँदै उनीहरूलाई टाइम दिनुपर्छ। तर हप्ताको एक दिन त आफ्नो श्रीमानलाई पनि टाइम दिनु पऱ्यो नि, होइन? फेरि यसमा हाम्रो एउटा धार्मिक मान्यता पनि रहेको छ, जसले आफ्नो श्रीमानलाई शनिबार जहिले पनि खुट्टा मार्दिनु गर्नुभएको छ भने यहाँनिर लक्ष्मीको बास हुन्छ अरे कि श्रीमानको खुट्टामा। आज यसरी दिन श्रीमानको खुट्टा माड्यौँ भने हामी धनी हुन्छौँ है भन्ने धार्मिक मान्यता रहेको छ। लक्ष्मीको कृपा हुन्छ अरे। अनि फेरि उहाँको थकान पनि त कम हुन्छ नि, होइन? एउटा माया प्रेम सद्भाव भनेको यो पनि त हो नि। आजभोलि अरू माया प्रेम त जति पनि भेटिन्छन्, होइन? फिल्मी स्टाइलमा पुरा उचालेका, माया गरेका, आई लभ यू भनेका, गिफ्ट दिएका, त्यस्ता देखिन्छन्। तर अर्ग्यानिक माया भनेको यो होइन त साथीहरू। हाम्रो आमाहरूको पालामा थियो नि यस्तो चलन। यो चाहिँ वास्तवमा सही हो कि धार्मिक दृष्टिले, स्वास्थ्यका दृष्टिले एकदम सही लाग्छ मलाई त। हामी एउटा दासी भएको अनुभव गर्नु हुँदैन। आफ्नो पतिको सेवामा जुन स्त्री खटिन्छन् उनलाई पक्कै पनि भगवानको पनि कृपा हुन्छ। दुईजना बिच माया प्रेम सद्भावले सबै कुरामा राम्रै हुन्छ, होइन? रातिमा यसरी पैताला दबाउनाले मान्छेको यो मेमोरी पावर पनि बढ्छ, खुट्टाहरू फुट्दैन, राम्रो हुन्छ। यस्तो पैतालाहरू यस्तो गरेर रगड्नाले हिट उत्पन्न हुन्छ, तातो हुन्छ। अझ जाडोमा त अझ बढी निद्रा पनि लाग्छ यस्तो तेल लगाएपछि। खुट्टाहरू फुट्न नि पाउँदैन, एकदम ऊर्जा प्राप्त हुन्छ कि। तपाईँहरूले सक्नुहुन्छ भने यसरी हप्ताको एक दिन श्रीमानको लागि पनि समय छुट्याउनु होला है त साथीहरू। मेरो यो व्यवहार हजुरहरूलाई कस्तो लाग्छ? जस्ताको तस्तै कमेन्ट गर्न नभुल्नु होला। दिनभरि अफिसको कामले थकाइ लागेको होला, मजाले केही थकाइ नै नलाग्ने हाम्रा मांसपेशीहरू एकदम मजबुत हुन्छन् यसरी मसाज गर्नाले।